हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म हाम्रो ट्रेडिसनल वेमा चाहिँ मही कसरी पार्छ है त्यो देखाउँदैछु है। घिउ कसरी निकाल्छ, छुर्पी कसरी पार्छ है। घिउ चाहिँ बनिसकेको छ है, मैले निकाल्दैछु। हेर्नुहोस् तपाईँहरू, हेर्नुहोस् घिउ गोठको देउता धुप लगाइएको छ नरिसाउनु, आँखी दाइ नलागोस्, मुखी दाइ नलागोस्, देउ देउता नरिसाउनु। तिमीलाई धुप लगाइदिएको छु, सधैँभरि तिमीलाई चाहिँ धुप लगाइदिनु पाओस्। हेर्नुहोस्, यो चाहिँ 1 केजीको लागि पानी निस्क्यो रेडी गर्दैछौँ हामीले है। यो 00 भएन, अब तौलिनुहोस् त। 1 केजी त घरबाट अर्ग्यानिक छ है। हामी चाहिँ घिउहरू सबै अर्ग्यानिक खान्छौँ। यो चाहिँ छुर्पी पाक्दैछ है। छुर्पी एक बलको उम्लेछ, तारिहाल्नु मिठो हुन्छ हो, बेसी उम्लेको त चुइरोम जस्तो हुन्छ, राम्रो हुन्छ है। थ्याङ्क यू फर वाचिङ माई भिडियो, किप वाचिङ।